हामीले क्लास सुरु र आजबाट चाहिँ हामीले नयाँ टपिक पढ्दैछौँ र हामीले पढ्न लागेको नयाँ टपिक ब्याज ब्याज पढौँ है त। ब्याज भनेको यो अब धेरै दिन लाग्दैन ब्याज पढ्न, फर्मुलाहरू हुन्न हैन, खासमा त्यसलाई पढौँ अनि त्यसपछि अर्को टपिकमा जाउँला हामी है त। अनि त्यसपछि मेन्सुरेसनहरूको पालो आउँछ, क्षेत्रमितिहरूको पालो आइहाल्छ नि, किन आत्तिनुहुन्छ हैन, त्यसपछिको पालो होला। ल नयाँ टपिक है त, सुरु गर्दैछौँ। ब्याज सुरु गऱ्यौँ, ब्याज है त। ब्याज भन्ने टपिकलाई हामीले सुरु गऱ्यौँ, त्यसमा आत्तिनै परेन, सब पढ्नुपर्ने टपिक सबै पढि त हाल्छौँ, किन आत्तिनुहुन्छ। पढ्नुपर्ने टपिक बिस्तारै पढ्दै छ नि, हो कुनै पनि छुटाउनुहुन्न। ब्याज भन्ने टपिकलाई सुरु गरियो। ब्याज ब्याज भन्नाले इन्ट्रेस्ट, साधारण र चक्रीय दुईवटै ब्याजहरू पढ्ने हामी। ब्याजमा साधारण ब्याज पनि पढ्ने हो, चक्रीय ब्याज पनि पढ्ने हो। ब्याज र यो यस्तो टपिक हो जसमा हामीले प्रत्येक प्रश्नमा सूत्र नै लगाएर गर्नुपर्ने हुन्छ। ब्याजमा हामीले प्रत्येक प्रश्नमा सूत्र लगाएर गर्नुपर्ने हुन्छ, सूत्र फर्मुला युज गर्ने। अब यसमा हामीले साधारण ब्याज र चक्रीय ब्याज पढ्नुपर्ने हुन्छ। एउटा के अरे साधारण ब्याज र अर्को दोस्रो चक्रीय ब्याज, दुईवटै ब्याजहरू पढ्नुपर्ने हुन्छ। भनेको इङ्ग्लिसमा यसलाई सिम्पल इन्ट्रेस्ट एन्ड कम्पाउन्ड इन्ट्रेस्ट भन्ने कुरा छ। सिम्पल इन्ट्रेस्ट एन्ड कम्पाउन्ड इन्ट्रेस्ट, सिम्पल इन्ट्रेस्ट एन्ड कम्पाउन्ड इन्ट्रेस्ट। र यो यस्तो टपिक हो जसमा हामीले प्रत्येक प्रश्नमा सूत्र नै अप्लाई गर्नुपर्ने हुन्छ। सिम्पल इन्ट्रेस्ट एन्ड कम्पाउन्ड इन्ट्रेस्ट, यो सूत्र लगाउने हरेक प्रश्नमा हामीले फर्मुला अप्लाई गरेर गर्नुपर्ने हुन्छ। प्रत्येक प्रश्नमा के गर्नुपर्ने हुन्छ त, सूत्र नै अप्लाई गर्नुपर्ने हुन्छ। ल्याङ्ग्वेजबाट गर्न पाइँदैन, भाषाबाट गर्न पाइएन, केबाट गर्नुपर्ने हुन्छ, सूत्र नै लगाएर गर्नुपर्ने हुन्छ हरेक क्वेसनमा। त्यो भएको हुनाले फर्मुलाहरू के हुन्छन् भनेर डिस्कस गरौँ। फर्मुलाहरू डिस्कसन गरौँ। साधारण ब्याज र के त चक्रीय ब्याजमा फर्मुलाहरू, यो साधारण ब्याजपट्टिका फर्मुला कुरा गरौँ अनि हामी क्वेसनहरुमा गइहाल्छौँ नि। साधारण ब्याजका कुरा गरौँ पहिला। साधारण ब्याजमा मुख्य फर्मुला I = PTR/100, I = PTR/100। के फर्मुला? I = P × T × R/100, PTR/100 भनेर फर्मुला युज गर्छौँ। अब यहाँनेरि चारवटा कुराहरू छन्। I भनेको त साधारण ब्याज भइगयो, इङ्ग्लिसमा सिम्पल इन्ट्रेस्ट भन्नुभयो, साधारण ब्याज। अनि यो P भनेको चाहिँ सावा भन्छौँ, सावा, अथवा अर्को शब्दमा यसलाई हामीले मूलधन पनि भन्छौँ, मूलधन। इङ्ग्लिसमा चाहिँ प्रिन्सिपल भनेर भन्यो, P फर प्रिन्सिपल, P भन्नाले प्रिन्सिपल, सावा। अनि यो T भनेको समय, T भनेको समय, R भनेको ब्याज दर, ब्याज दर भनेको रेट अफ इन्ट्रेस्ट। यो चारवटा कुराहरू मध्ये तीनवटा कुराहरू दिएर एउटा कुरा सोध्ने त हो नि क्वेसनमा हैन। सोध्दाखेरि यहाँनेरि चारवटा कुराहरू I = PTR/100 भन्ने कुरा, I = PTR/100। अब यही मेन फर्मुलाबाट हामीलाई P एक्लो बनाउनु पर्यो भने यो क्रस गुणन I × 100, I × 100 होल अपन TR, T × R। अब यहाँ कुरा के चाहिँ गरौँ भने अझ पहिला यो साधारण ब्याजको हिसाब गर्दाखेरि T जहिले पनि वर्षमा बदल्नुपर्छ। साधारण ब्याजमा भनेको SI मा, साधारण ब्याजमा T लाई जहिले पनि वर्षमा बदल्नुपर्छ। साधारण ब्याजमा T लाई जहिले पनि वर्षमा बदल्नुपर्छ। केमा बदल्नुपर्छ? वर्षमा बदल्नुपर्छ। समयलाई जहिले पनि वर्षमा बदल्नुपर्छ। हामीले साधारण ब्याजका हिसाब गर्दै गर्दा T लाई जहिले पनि वर्षमा बदल्नुपर्ने।
केमा बदल्नु पर्ने वर्षमा वर्षमा बदल्ने किन वर्षमा बदल्ने भन्ने हेर्नुस् जस्तो तपाईलाई ल मानौँ 7 महिना दियो अब यो 7 महिनालाई वर्षमा बदल्न केले भाग गर्नुभयो 12 ले भाग गरियो 7/12 गरेपछि वर्ष भयो ल मानौँ तपाईलाई 245 दिन दियो रे यो 245 दिनलाई पनि तपाईले वर्षमा बदल्नु पर्ने हुन्छ यो 245 दिनलाई वर्षमा बदल्दा कतिले भाग गर्ने 365 ले भाग गर्ने डिवाइड बाइ 365 यो दिनलाई वर्षमा लग्यो दिनलाई केमा लग्यो वर्षमा 245/365 गरेपछि वर्षमा गयो 5 ले कट्छ 5 लाई 5 चौको के रे 20 5 9 45 5 ले 5 7 5 3 49/73 वर्ष राखेर गर्छ अब कहिलेकाहीँ ल म मानु तपाईलाई 4 वर्ष 5 महिना दियो रे 4 वर्ष 5 महिना दियो भने 4 वर्ष त वर्ष भइगयो महिनालाई पनि तपाईले केमा बदल्नु पर्यो त 4 वर्ष त वर्ष भइगयो 4 + 5/12 महिनालाई वर्षमा बदल्न 12 ले भाग गर्यो 12 चौको 48 + 5 ले 53/12 वर्ष गरेर गर्छौं साधारण ब्याजको हिसाब गर्दा तपाईले समयलाई जहिले पनि वर्षमा बदल्नु पर्ने हुन्छ वर्षमा नै बदल्नै पर्ने हुन्छ वर्षमा नबदलिकन हुँदैन वर्षमा बदल्नै पर्ने हुन्छ वर्षमा बदल्नै पर्ने हुन्छ केमा बदल्नु पर्ने हुन्छ वर्षमा बदलेर गर्नुपर्ने हुन्छ भन्ने वर्षमा अनि यो सूत्रमा 100 किन आयो भन्ने हामी सबैलाई थाहा छ ब्याज दर प्रतिशतमा हुन्छ त्यो प्रतिशत हट्नको लागि 100 पनि सँगै आयो यो 100 किन आयो ब्याज दर प्रतिशतमा हुन्छ अब यो प्रतिशत हटाउनको लागि 100 ले भाग गर्नुपर्ने हुनाले 100 पनि सँगै आएको फर्मुलामा त्यो हामीलाई थाहा छ अब यही फर्मुलाबाट हामीले p लाई एक्लो बनाउनु पर्दा I * 100 होल अपन t * r यो 100 * I * 100 भागा t * r त्यसै गरी t लाई एक्लो बनाउनु पर्दा I * 100 t लाई एक्लो बनाउनु पर्दा I * 100 होल अपन pr अनि r लाई एक्लो बनाउनु पर्दा I * 100 होल अपन p * t यसरी यही मेन फर्मुलाबाट p t r लाई एक्लो कसरी बनाउने भन्ने पनि हेरौँ अब अर्को एउटा रिलेसन हेर्नुपर्छ a = p + I भन्ने कुरा यहाँ a भनेको चाहिँ के हो त a भनेको मिश्रधन भन्नाले इंग्लिशमा अमाउन्ट भन्छ यसलाई अमाउन्ट a फर अमाउन्ट सामा र ब्याज सहित एकमुष्ट हुन आउने रकमलाई मिश्रधन सामा र ब्याज सहितको एकमुष्ट हुने रकमलाई हामीले के भन्दो रहेछ मिश्रधन भन्ने रहेछ मिश्रधन यहाँबाट I लाई एक्लो बनाउनु पर्दा a - p अर्थात् p लाई एक्लो बनाउनु पर्दा a - I यो a = p + I भन्नेबाट I लाई एक्लो बनाउँदा a - p अर्थात् p लाई एक्लो बनाउनु पर्दा a - I अब त्यसै गरी हेर्नु होला यहाँ त्यसै गरी यो a = यो पनि सूत्र छ p ब्राकेट 100 + tr होल अपन 100 a = p ब्राकेट 100 + tr होल अपन 100 यो पनि फर्मुला छ यो मिश्रधन पत्ता लगाउने सूत्र यो पनि हो कसरी भने यहीबाट आयो यहाँबाट p + I भनेको तपाईले ptr अपन 100 राख्नु भयो I भनेको ptr अपन 100 अब यहाँ 100 लस लिएपछि 100 वटा p + ptr अनि तपाईले p लाई बाहिर कमन लगेपछि 100 + tr होल अपन 100 यसरी यो फर्मुला बनेको 6 नम्बरको फर्मुला 5 नम्बरबाटै आएको त्यो 6 नम्बरको फर्मुला 5 नम्बरबाटै आयो अब यो यहाँ 6 नम्बरबाट p लाई एक्लो बनाउनु पर्यो भने a * 100 होल अपन 100 + tr a * 100 होल अपन 100 + tr यसरी हामीले साधारण ब्याजका यति हो भन्ने सूत्र हेर्नु साधारण ब्याजका सूत्र यति हो र यति धेरै सूत्र लेखिए तापनि
वास्तवमा यो 1 नम्बर र 5 नम्बरको रिलेसन यति दुईटा रिलेसनबाट अरु सबै फर्मुला डिराइभ भएका हुन् नि त। यो 1 नम्बर र 5 नम्बर रिलेसनबाट सबै फर्मुला डिराइभ भएका हेर्नुस् त। I = PTR/100 भन्नेबाट यो बन्यो, A = P + I भन्नेबाट ती सूत्रहरू बने, यी सूत्रहरू भइगए। अब चक्रीय ब्याजको नि फर्मुला चाहिँ डिस्कसन गरौँ न, अनि त्यसपछि हामी क्वेसनहरू गरौँला। चक्रीय ब्याजको पनि फर्मुलाहरू चाहिँ डिस्कसन गरौँ अनि प्रश्नहरू गरौँला। अब हेर्नुस् यहाँ चक्रीय ब्याजका पनि फर्मुला डिस्कसन गरौँ। चक्रीय ब्याजपट्टिका फर्मुला तपाईसँग चक्रीय ब्याज कम्पाउन्ड इन्ट्रेस्टको लागि चक्रीय ब्याज प्रणालीको लागि के छ फर्मुला त्यो पनि हेरौँ। कम्पाउन्ड इन्ट्रेस्टपट्टि साधारण ब्याजपट्टिका त्यति फर्मुला भइगए, अहिले प्रयोग गरिहाल्छौँ। चक्रीय ब्याजपट्टिका फर्मुलामा यो CA = P (1 + R/100) को पावर T। CA यो चक्रीय मिश्रधन, यहाँ CA भनेको कम्पाउन्ड अमाउन्ट, C भन्नाले कम्पाउन्ड, A भन्नाले अमाउन्ट। यसलाई वार्षिकी चक्रीय मिश्रधन भन्न पर्यो। वार्षिकी चक्रीय मिश्रधन इङ्ग्लिसमा यसलाई भन्छ एनुअल कम्पाउन्ड अमाउन्ट। एनुअल कम्पाउन्ड अमाउन्ट कस्तो अमाउन्ट? एनुअल कम्पाउन्ड अमाउन्ट। यो वार्षिकी प्रणालीको चक्रीय मिश्रधन। वार्षिकी प्रणाली भनेको चाहिँ वर्ष वर्षमा हिसाब गरिने, वर्ष वर्षमा ब्याज हिसाब गरिने, वर्ष वर्षमा ब्याज हिसाब गरिने वार्षिकी चक्रीय मिश्रधन, एनुअल कम्पाउन्ड अमाउन्ट, वार्षिकी चक्रीय मिश्रधन। CA = P (1 + R/100) को पावर। यो फर्मुला कसरी आयो भने P भन्या P नै भयो सपोज, अब T भन्या 3 वर्ष ल मानु सपोज, R भनेको ल 10 वर्ष नै भन्नु नि त सपोज। अब चक्रीय प्रणाली भनेको चाहिँ ब्याजको पनि ब्याज पाउने प्रणाली, ब्याजको पनि ब्याज पाउने प्रणालीलाई के भन्छ त? ब्याजको पनि ब्याज पाउने प्रणालीलाई के भन्छ रे भन्नुस् त? चक्रीय ब्याज प्रणाली। ब्याजको पनि ब्याज पाउने प्रणालीलाई चक्रीय प्रणाली भनेर बुझ्छौँ। चक्रीय ब्याज प्रणाली, चक्रीय ब्याज प्रणाली। अब जस्तो हेर्नुस् है, पहिलो वर्षमा सावाको 110% मिश्रधन भयो। किन 110% हो भने सावा 100% जहिले पनि 10% ब्याज दरले चाहिँ प्रत्येक वर्षमा 10% थपिन्छ। अब P + I भनेको मिश्रधन बराबर 110% भयो। पहिलो वर्षको मिश्रधन चाहिँ सावाको 110%। अब पहिलो वर्षको मिश्रधन जति हो त्यो चाहिँ अब दोस्रो वर्षको लागि नयाँ सावा। पहिलो वर्षको मिश्रधन जति हो नि त्यो मिश्रधन चाहिँ अब अर्को वर्षको लागि नयाँ सावा हो, न्यू प्रिन्सिपल। अर्को वर्षको लागि नयाँ सावा हो। अब यही सावाले अर्को वर्षमा फेरि 110% बनाउने भयो। यसैको 110% भयो अर्को वर्षमा। 2 वर्ष पुरा भयो। दोस्रो वर्ष पुरा भइसकेपछिको चक्रीय मिश्रधन भनेको चाहिँ अब तेस्रो वर्षको लागि नयाँ सावा, फेरि यसैले अर्को वर्षमा 110% बनायो। अब यो भनेको हेर्नु होला, P (1 + 10/100) को पावर 1, 2, 3। P (1 + 10/100) को पावर 1, 2, 3, तीनवटा पावर। किन तीनवटा पावर भयो भने किन तीनवटा पावर? 1, 2, तीनवटा पावर। र अब यो भनेकै 1 + यो 10 भनेको R रेट, R/100 को पावर, यो 3 भने के हो त? T हो। र यही फर्मुलालाई हेर्नुस्, CA = P (1 + R/100) को पावर T। CA = P (1 + R/100) को पावर T भन्ने भयो। के भयो अरे? CA = P (1 + R/100) को पावर। ल हेर्नुस्, CA = P (1 + R/100) को पावर T। त्यसरी यो फर्मुला भयो चक्रीय मिश्रधन। अब अर्को हुन्छ हामीलाई अर्धवार्षिकी चक्रीय मिश्रधन।
दोस्रो फर्मुला अर्धवार्षिकी चक्रीय मिश्रण। यहाँ सिए अनि एच भनेर लेखिन्छ। एच भनेको हाफ इयरली, पी ब्राकेट 1 प्लस आर बाई 200 को पावर 2। यो टपिकहरू महत्त्वपूर्ण है, ब्याजबाट क्वेसन सोधिराखेको हुन्छ एकदमै। सिए हाफ इयरली, यो भनेको नेपालीमा अर्धवार्षिकी चक्रीय मिश्रण। अर्धवार्षिकी चक्रीय मिश्रण, अर्धवार्षिकी चक्रीय मिश्रण। अर्धवार्षिकी चक्रीय मिश्रण भन्नाले यसलाई इङ्ग्लिसमा भन्छ हाफ इयरली कम्पाउन्ड अमाउन्ट। हाफ इयरली कम्पाउन्ड अमाउन्ट, हाफ इयरली कम्पाउन्ड अमाउन्ट, अर्धवार्षिकी चक्रीय मिश्रण। यो अर्धवार्षिकी चक्रीय मिश्रण भनेको चाहिँ प्रत्येक 6 महिनामा प्राप्त हुने, प्रत्येक 6 महिना हुने बित्तिकै नयाँसँग बनाउने। यो वार्षिकी प्रणालीमा चाहिँ सिङ्गो वर्ष पुरा भएपछि नयाँसँग बनाउने हो। अर्धवार्षिकीमा चाहिँ प्रत्येक 6 महिनामा। त्यही भएर रेटलाई 2 ले डिभाइड भयो, टाइमलाई 2 ले मल्टिप्लाई भयो, टाइमलाई 2 ले गुणन र रेटलाई 2 ले भाग। ब्याज दर रेटलाई 2 ले भाग, त्यही भएर आर बाई 200, टाइमलाई 2 ले मल्टिप्लाई। दुईवटा हाफ इयर, एउटा वर्षमा दुईवटा हाफ इयर हुने भएको हुनाले यो भयो। अब चक्रीय ब्याजको कुरा गरौँ। अघि हामीले यहाँनिर आई इजिकल्स टु के हो त, यहाँ त्योभन्दा पनि ए इजिकल्स टु पी प्लस आई भन्नेबाट आई इजिकल्स टु ए माइनस पी भनेका थियौँ। अब यहाँ सिआई चाहिएको बेलामा के हुन्छ, सिए माइनस पी हुन्छ। सिआई पत्ता लगाउनु पर्ने बेलामा सिए माइनस पी हुन्छ। अब यो सिए भनेको तपाईँलाई पी ब्राकेट 1 प्लस आर अपन 100 को पावर टी माइनस पी। अब यो पीलाई बाहिर होल कमनमा लग्छौँ, पी ब्राकेट 1 प्लस आर बाई 100 को पावर टी माइनस 1। हेर्नुहोस् यहाँ यो सिआई पत्ता लगाउनलाई, सिआई भनेको पी ब्राकेट 1 प्लस आर बाई 100 को पावर टी माइनस 1। यो भनेको चाहिँ सिआई भनेको चाहिँ वार्षिकी चक्रीय ब्याज। वार्षिकी चक्रीय ब्याज, वार्षिकी चक्रीय ब्याज भन्नाले प्रत्येक सिङ्गो वर्षमा ब्याज हिसाब हुने। यो भनेको एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, इङ्ग्लिसमा एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, वार्षिकी चक्रीय ब्याज सिआई कम्पाउन्ड इन्ट्रेस्ट। कसरी पत्ता लाग्यो, सिएबाट चक्रीय मिश्रणबाट पी घटाएपछि त्यही पत्ता लाग्यो हो। त्यसै गरी सिआई हाफ इयरली अर्धवार्षिकी चक्रीय ब्याजको लागि पी ब्राकेट 1 प्लस आर बाई 200 को पावर 2t अनि होल कमनमा माइनस 1। हेर्नु होला यहाँ होल कमनमा माइनस 1। यो सिआइएच भनेको अर्धवार्षिकी चक्रीय ब्याज, अर्धवार्षिकी चक्रीय ब्याज, सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, इङ्ग्लिसमा यसलाई भन्छ सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भनेर बुझ्छौँ। सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट, अर्धवार्षिकी चक्रीय ब्याज। हेर्नु होला यहाँ अर्धवार्षिकी चक्रीय ब्याज, के ब्याज रे, अर्धवार्षिकी चक्रीय ब्याज। अर्धवार्षिकी चक्रीय ब्याज भनेको चाहिँ के हो त, प्रत्येक 6 महिनामा ब्याज हिसाब गर्ने प्रणाली। एभ्री 6 मन्थ्स हुने बित्तिकै के हो त, नयाँसँग बनाउने प्रणाली हो। प्रत्येक 6 महिना हुने बित्तिकै नयाँसँग बनाउने प्रणालीलाई अर्धवार्षिकी प्रणाली भनेर बुझ्छौँ। हेर्नु होला यहाँ यो भयो चक्रीय प्रणालीका कुरा। अब त्यसपछि अर्को एउटा केस छ, त्यो पनि हेर्नु होला। सर अगाडिको के लेख्नुहुन्छ, अब अर्को एउटा स्पेशल केस हेरौँ अनि तपाईँलाई फर्मुला होला। यहाँ के हो त, सिङ्गो वर्ष र महिना दिएमा, त्यो पनि हेर्नुपर्छ, सिङ्गो वर्ष र महिना दिएमा।
सिङ्गो वर्ष र महिना दिएमा भनेको इङ्ग्लिसमा यसलाई होल इयर एन्ड मन्थ गिभन के छ त सिङ्गो वर्ष र महिना दिएमा भन्नाले होल इयर एन्ड मन्थ गिभन होल इयर एन्ड मन्थ गिभन सिङ्गो वर्ष र महिना दिएमा त्यति बेला हेर्नु होला त्यति बेला 5 नम्बर फर्मुला भन्नु C equals to P bracket 1 plus by 100 power अनि अर्को ब्राकेटमा 1 plus MR by 1200 सिङ्गो वर्ष र महिना दिएमा जस्तो सिङ्गो वर्ष र महिना भनेको कस्तो भने 2 वर्ष 7 महिना दियोला भनौँ सिङ्गो वर्ष र महिना भन्नाले यो सिङ्गो वर्ष 2 वर्ष अनि यो 7 महिना महिना भन्नु सिङ्गो वर्ष र महिना भनेको कुरा त्यो हो सिङ्गो वर्ष र महिना दिएमा 2 वर्ष सिङ्गो वर्ष भइगयो 7 महिना महिना भयो सिङ्गो वर्ष र महिना त्यसरी दिएको बेलामा हेर्नु होला यो साधारण ब्याजमा चाहिँ हामीले अघि नै भर्खर भन्दै थियौँ साधारण ब्याजमा चाहिँ के गर्थ्यौँ त 2 + 7 / 12 12 × 24 + 7 ले 31 / 12 वर्ष राखेर हिसाब गर्थ्यो साधारण ब्याजमा तर चक्रिय ब्याजमा त्यसो गर्न पाइँदैन चक्रिय ब्याजमा तपाईँले त्यसो गर्न पाइँदैन के भन्नुभयो त्यसो गर्न पाइँदैन के भन्नुहुन्छ चक्रिय ब्याजमा तपाईँले त्यसो गर्न पाउँदैन के आउँछ भन्नुभयो यो अब चक्रिय प्रणालीमा तपाईँले के गर्नुपर्छ हेर्नु होला यहाँ यो के गर्नुपर्ने रहेछ त यो टी भनेको सिङ्गो वर्षलाई यहाँ राख्यो जहाँ टी इजिकल्स टु सिङ्गो वर्ष र एम इजिकल्स टु के हो त महिना भन्ने बुझिन्छ यो टी भनेको सिङ्गो वर्ष भइगयो टी भने यहाँ सिङ्गो वर्ष अनि एम भनेको महिना यो टी भनेको सिङ्गो वर्ष र एम भनेको महिना एम भनेको महिना जस्तै तपाईँलाई ल मानु 4 वर्ष 5 महिना दियो रे 4 वर्ष 5 महिना दियो भने यो टी को ठाउँमा 4 राख्नुहुन्छ एम को ठाउँमा लगेर 5 यो फर्मुला कसरी बन्यो हेर्नु होला है यो फर्मुला कसरी बन्यो भने चक्रिय प्रणाली भनेको अब यो सिङ्गो वर्ष पुरा भइसकेपछि बाँकी बचेको महिनामा पनि ब्याज दिने भयो कि महिनामा पनि ब्याज सिङ्गो वर्ष पुरा भइसकेपछि जति चक्रिय मिश्रधन बनेको हुन्छ अब त्यो चक्रिय मिश्रधन भनेको चाहिँ महिनाको लागि साउमाको काम गर्यो यो चक्रिय मिश्रधन सिङ्गो वर्ष पुरा भइसकेपछि जति चक्रिय मिश्रधन बन्यो त्यो चक्रिय मिश्रधनले अब बाँकी बचेको महिनामा पनि ब्याज पाउने भयो कि महिनामा पनि महिनाको लागि पनि ब्याजको हिसाब भयो के त्यसरी बुझ्नुभयो नि र यो MR/12 भनेर कसरी भयो भन्ने कुरा गर्नु यो महिनालाई हटाउन 12 ले भाग गरियो अनि प्रतिशत रेटको प्रतिशत हट्न 100 ले भाग त्यही भएर MR/1200 चाहिँ त्यसै सिङ्गो वर्ष पुरा भइसकेपछि जति चक्रिय मिश्रधन बन्यो त्यसले फेरि महिना बाँकी बचेका महिनामा पनि ब्याज पायो सिङ्गो वर्ष पुरा भयो अनि यो सिङ्गो वर्ष पुरा भइसकेपछिको चक्रिय मिश्रधन जति आउँछ त्यसैले बाँकी बचेको महिनामा पनि ब्याज दिने भयो कि त्यसरी यो प्रणाली हो सिङ्गो वर्ष र महिना दिएको बेला मात्रै अनि अर्धवार्षिकीको लागि CA हाफ इयरलीको लागि P ब्राकेट 1 + R/200 को पावरमा 2T अर्को ब्राकेटमा 1 + MR/1200 यसरी बन्छ P ब्राकेट 1 + R/200 को पावर 2T 1 + MR/1200 यो फर्मुला कसरी युज गर्ने भन्ने हामीले क्वेसन गर्ने बेलामै गरौँला है
अब CI पत्ता लगाउनलाई P ब्राकेट 1 प्लस R बाई 100 को पावर T एउटा ब्राकेटमा अर्को ब्राकेटमा 1 प्लस MR बाई 1200 अनि होल कमानमा -1 होल कमानमा -1 यो P साझा लिएर त्यो बन्या हो। त्यसै गरी CI हाफ इयरली पत्ता लगाउनलाई P ब्राकेट 1 प्लस R बाई 200 को पावर 2T अर्को ब्राकेटमा 1 प्लस MR बाई 1200 होल कमानमा -1 यसरी यी फर्मुलाहरू भइगए। सूत्रहरू जम्मा यति हो है। यो पनि आउन सक्छ, एकदम ख्याल गर्नु होला, यो पनि एकदम आउन सक्ने हुन्छ है त, यो पनि आउन सक्ने हुन्छ। अब फर्मुला के लेखेका थियौँ भन्ने हेर्नुहोस् यहाँ, यति कुरा ब्याजमा साधारण ब्याज र चक्री ब्याज, र यो यस्तो टपिक हो जसमा हरेक प्रश्नमा सूत्र नै लगाएर गर्नुपर्ने हुन्छ। इच एन्ड एभ्री क्वेसनमा फर्मुला नै अप्लाई गरेर गर्ने हो, फर्मुला नै अप्लाई गरेर गर्ने हो। सूत्र के हुन् भनेर त्यही भएर हामीले कुरा गर्यौं। यो फर्मुला एउटा स्लाइडमा साधारण ब्याजको फर्मुला र त्यसपछिको अर्को स्लाइडमा हामीले के को फर्मुला, चक्रीय ब्याजको फर्मुला हेर्यौं। अनि सिंगो वर्ष र महिना दियो भने के गर्ने भन्ने नि कुरा गरौँ चक्रीयमा। ल अब क्वेसनै गरौँ, अब फटाफट क्वेसन गरौँ, फटाफट क्वेसनै गरौँ। 1 नम्बर क्वेसन एकदम सामान्य भइहाल्छ। हेर्नुहोस् यहाँ के भन्छ भने कहिलेकाहीँ एकदम छोटो क्वेसन सोध्नेमा के भनेर सोध्यो ल मानौँ, छोटो क्वेसन सोध्ने हुन्छ। यहाँ के भन्यो भने रु 85,000 रु 50,000 सामाको रु 50,000 सामाको रु 50,000 सामाको रु 50,000 सामाको 6 वर्षमा साधारण ब्याज रु 50,000 6 वर्षमा साधारण ब्याज रु कति भन्छ यसले 40,800 रु 40,800 हुन्छ। रु 50,000 सम्मको 6 वर्षमा साधारण ब्याज रु 40,800 हुन्छ भने सोही ब्याज दरमा रु 24,000 सामाको सोही ब्याज दरमा रु 24,000 सामाको 4 वर्षको मिश्र धन कति हुन्छ, 4 वर्षको मिश्र धन कति हुन्छ भन्छ। हेर्नुहोस् त यो प्रश्नमा दुईवटा केसहरू, ब्याजको प्रश्न सोध्दा प्राय हामीलाई दुईवटा केसहरू दिने। रु 85,000 सम्मको 6 वर्षमा साधारण ब्याज रु 40,800 हुन्छ भने सोही ब्याज दरमा रु 24,000 सम्मको 4 वर्षको मिश्र धन कति हुन्छ। दुईवटा केसहरू छ हेर्नुहोस् यहाँ, दुईवटा केस। पहिलो केसबाट तपाईले ब्याज दर पत्ता लगाउनु पर्यो र त्यो ब्याज दरलाई लगेर दोस्रोमा मिश्र धन पत्ता लगाउनु पर्यो, ब्याज दर पत्ता लगाउनु। अब यसलाई यसरी गर्छौं हेर्नुहोस् यहाँ पहिलो अवस्थामा भनेर लेखिन्छ, पहिलो अवस्थामा भनेर लेखिन्छ। हेर्नुहोस् है कसरी गर्दैछ। पहिलो अवस्थामा यो प्रत्येक प्रश्नमा सूत्र लगाएर गर्ने भएको हुनाले गिभन केस लेख्नै पर्छ। पहिलो अवस्थामा सावा P = रु 85,000, सावा P = रु 85,000 अनि समय T बराबर 6 वर्ष, समय T बराबर 6 वर्ष अनि ब्याज I बराबर, यो ब्याज साधारण ब्याज हो। यहाँ तपाईलाई साधारण ब्याज भनेर भनेकै छ, यहाँ साधारण ब्याज भनेर लेखे पनि भयो, I मात्रै लेखे पनि भइहाल्यो। I बराबर रु 40,800 अनि पहिलो अवस्थाबाट तपाईले पत्ता लगाउनु पर्ने ब्याज दर R = 1, ब्याज दर R = 1 अनि हामीलाई थाहा छ भनेर R को सूत्र लगाइदिऊ। हामीलाई थाहा छ R को सूत्र पक्कै पनि थाहा छ। हामीलाई थाहा छ R = I × 100
आई इन्टु 100 होल अपन पी इन्टु टी भनेर राखियो। हामीसँग आई भनेको रु 40,800 इन्टु 100 होल भागामा पी भनेको रु 85,000 इन्टु टी भनेको 6 वर्ष। यसले कति दियो भन्नुहोस् त ब्याज दर? कति प्रतिशत दियो ब्याज दर? ल भन्नुहोस्। ब्याज दर कति प्रतिशत दियो रे? खै त कसले निकाल्नु भयो? लेख्नुहोस् न। 8% दिएछ। 8% दियो ब्याज दर। यो ब्याज दर 8% पत्ता लगाएपछि अब के गर्नुपर्ने ल भन्नुहोस्। यो पहिलो अवस्था यसरी टुङ्गियो, यति गर्दै टुङ्गिएको, यति गर्दै टुङ्ग्यो। अनि दोस्रो अवस्थामा भन्नुहुन्छ, अब तपाईँले दोस्रो अवस्थामा के गर्नुपर्ने छ भने त्यही ब्याज दरलाई प्रयोग गरेर सोही ब्याज दरमा भने यो ब्याज दरलाई लगेर राखेर दोस्रो अवस्थामा ब्याज दर आर इज इक्वल्स टु 8% अनि सावा पी बराबर रु 24,000, सावा पी इज इक्वल्स टु रु 24,000 अनि समय टी इज इक्वल्स टु 4 वर्ष। समय टी इज इक्वल्स टु 4 वर्ष पत्ता लगाउनु पर्ने के हो त? हामीले यहाँ मिश्रधनलाई जनाउने के अरे ए ले मिश्रधन ए इज इक्वल्स टु वाट भनेर लेख्यौं। अनि के हो त? हामीलाई थाहा छ भन्नुपर्छ। यहाँ हामीलाई थाहा छ, के थाहा छ त? ए को फर्मुला हामीलाई थाहा छ। ए इज इक्वल्स टु सिधै ए को फर्मुला लगाइदिए भइहाल्यो नि। ए भनेको पी ब्राकेट 100 प्लस टीआर होल अपन 100 भन्ने फर्मुला छ। कतिले आई निकालेर पीमा जोड्नु पनि हुन्छ, त्यो पनि गर्न पाइयो। आई निकालेर पीमा पनि जोड्नुहुन्छ कतिले। अब यहाँ पी को ठाउँमा हामीसँग रु 24,000 अनि 100 प्लस टी भनेको 4 इन्टु आर भने 8 होल भागा 100। अब यसलाई सिम्प्लिफाई गर्दै जाउँ। 24,000 इन्टु यो 100 प्लस 800 को 32 होल भागामा 100। अब फेरि यसलाई यता ल्याएर गरौँ। इज इक्वल्स टु दुईटा 0 0 काटिन्छ, रु 240। यो रु लेखी त राख्नु पर्दैन। 240 इन्टु 132 यो गुणन गर्दा कति रुपियाँ दियो रे? त्यही नै एन्सर भयो। कति रुपियाँ निकाल्नु भयो? कति भन्नुहुन्छ? कति अरे? 31,680। 31,680 रु 31,680 भनेर पत्ता लाग्यो। 31,680। देयरफोर मिश्रधन यति हुन्छ भन्ने त्यति हो। देयरफोर मिश्रधन रु 31,680 हुन्छ भन्नुभयो। यो केही पनि गाह्रो छैन, सिधै स्ट्रेट फरवर्ड क्वेसन हो। सिधै क्वेसन। किन गाह्रो छैन भने दिनुपर्ने कुराहरू दिएकै छ पत्ता लगाउनेमा। रु 85,000 सामाको 6 वर्षमा साधारण ब्याज रु 40,800 हुन्छ भने सोही ब्याज दरमा यो 40,800 हुनको लागि कति ब्याज दर छ? त्यो ब्याज दरमा 24,000 सामाको 4 वर्षको मिश्रधन गर्नु। पहिलो अवस्थामा सावा पी बराबर रु 85,000 गिभन कुरा लेख्नुपर्ने हुन्छ, किनभने सूत्र लगाएर गर्ने भएको हुनाले, फर्मुला लगाएर गरिने भएको हुनाले दिएको कुराहरू तपाईले सबै लेख्नुपर्छ हैन। पी प्लस आई गरे पनि हुन्छ। यो सावा पी बराबर रु यो यसरी कतिले चाहिँ बानी छोटो बानी लगाउनुहुन्छ, पीटीआरएआई भनेर लेख्नुहुन्छ। यसरी नलेख्नु होला, यो लेख्नुहुन्न। तपाईले के गर्नुपर्छ? फुलमा लेखेर ब्राकेट भित्र सावा पी बराबर रु 85,000, समय टी बराबर 6 वर्ष, ब्याज आई बराबर रु 40,800, ब्याज दर आर बराबर वाट। हामीलाई थाहा छ आर इज इक्वल्स टु आई इन्टु 100 होल अपन पी इन्टु टी। आई भनेको रु 40,800 इन्टु 100 होल भागा पी भनेको रु 85,000 इन्टु 6। यसले 8% दियो। यो 8% दिएपछि दोस्रो अवस्थामा त्यही ब्याज दर आर बराबर 8%, सावा रु 24,000, समय 4 वर्ष, मिश्रधन वाट।
फेरि हामीलाई थाहा छ ए को फर्मुला। अब कतिले आई पत्ता लगाएर अनि ए इज इक्वल्स टु पी प्लस आई गरेर पनि गर्नुहुन्छ, यो पनि गर्न पाइन्छ। आई पत्ता लगाएर अनि ए इज इक्वल्स टु पी प्लस आई गरेर पीमा आई जोडेर नै गर्नुहुन्छ। अब हामीसँग सिधै फर्मुला छ, लगाइदिए भइ त गयो हैन। ए इज इक्वल्स टु पी ब्राकेट 100 प्लस टीआर होल अपन 100 भनेर सूत्र लगायौँ। सूत्र लगाएपछि मान राख्यो। पी भनेको रु 24,000, 100 प्लस टी भनेको 4 × 8 होल भागा 100, 24,000 × यो 100 प्लस 32, दुईटा 0 0 काट्यो, 240 × 132 यति पत्ता लाग्यो। 2 नम्बर क्वेसन तपाईहरुको लागि लेखे मैले। 2 नम्बर क्वेसन हेर्नु होला है। रु के भन्छ 32,000, रु 32,000 सावाको, रु 32,000 सावाको 4 वर्षको, रु 32,000 सावाको 4 वर्षको साधारण ब्याज, 4 वर्षको साधारण ब्याज रु कति भन्छ त? रु 32,000 सावाको 4 वर्षको साधारण ब्याज रु 19,200, रु 19,200 हुन्छ भने सोही ब्याज दरमा, सोही ब्याज दरमा रु 34,000 सावाको, रु 34,000 सावाको 5 वर्षको, रु 34,000 सावाको 5 वर्षको मिश्र धन कति हुन्छ? 5 वर्षको मिश्र धन कति हुन्छ भनेर सोध्यो। के भनेर सोध्यो त हामीलाई? 4 वर्षको ब्याज त्यति हुन्छ। अब त्यो ब्याज दरलाई प्रयोग गरेर, त्यही ब्याज दरलाई प्रयोग गरेर गर्नु पर्यो। सर वी नो द्याटलाई WKT लेख्न सकिन्छ भन्नुहुन्छ। पाइएन है, सर्ट फर्ममा नलेख्नुहोस्, फुलमै लेख्नुहोस्, वी नो द्याटै भन्नु पर्यो। अब 3 नम्बर क्वेसनमा अगाडि बढौँ है। यस्तो गरिन्छ, छोटो क्वेसन हो नि, एकदम छोटो क्वेसनलाई टाइम दिनु पनि परेन। के भन्छ भने रु 18,000 सावा, रु 18,000 सावा र रु 18,000 सावा, यसो भने रु 18,000 सावाको, रु 18,000 सावाको 11% साधारण ब्याज दरले, रु 18,000 सावाको 11% साधारण ब्याज दरले र रु 18,000 सावाको 11% साधारण ब्याज दरले, साधारण ब्याज दरले र रु 14,000 सावाको, रु 14,000 सावाको, रु 14,000 सावाको कति भन्छ? रु 14,000 सावाको 16% ब्याज दरले, 16% ब्याज दरले कति समयपछिको ब्याज एकमुष्ट रु कति त? यहाँ कति छ तपाईलाई? 18,000 छ। 18,000 इन्टु कति गर्ने पाउँछ यहाँ? 18,000 11% ब्याज दर भनेको छ हैन? 11% ब्याज दर भनेको छ। अनि अर्को कति रे हामीलाई? 14,000 अनि कति त?
ब्याज एकमुष्ट रु 25,320 हुन्छ, 25,320 हुन्छ भन्छ। क्वेसन बुझ्नु होला, सामान्य क्वेसन हो। रु 18,000 सम्मको 11% साधारण ब्याज दरले र रु 18,000 सम्मको 11% साधारण ब्याज दरले र रु 14,000 सम्मको 16% यहाँ पनि साधारण ब्याज दरले भन्नु न। साधारण ब्याज दरले कति समयपछिको ब्याज एकमुष्ट रु त्यति हुन्छ। क्वेसनले भनेको के हो त तपाईलाई I1 + I2 भनेको। क्वेसनले हामीलाई भनेको के हो त I1 + I2, I1 + I2। एउटा ब्याज र अर्को ब्याज दुईवटै ब्याज जोडेर टोटलमा 25,320 भनेको छ। टोटलमा 25,320 ब्याज भनेको छ I1 + I2। पहिलो ब्याज र दोस्रो ब्याज दुईवटै ब्याज जोडेपछि टोटलको भनेको त्यो छ। अब टी पत्ता लगाउँछ भने जम्मा दुईटै अवस्थाका टी। यो तपाईले गर्नुहुन्छ के गर्ने? तपाईले गर्नुहुन्छ भने अर्को क्वेसनमा जाउँ। यो गर्नु होला। यस्तो क्वेसनलाई गर्न सकिन्छ, मैले गरेर बस्नु परेन, मैले गरेर बस्नु परेन है। फर्मुला कसरी राख्ने केही बुझिएन भन्नुहुन्छ हो र भने। क्वेसनले जे भनेको छ त्यही गरी राख्ने हो के तपाईलाई, किन फर्मुला राख्न डाउट हुन्छ? गरिदिनुस् भन्ने त हाल्नुभयो, कसरी गर्नु पर्यो? हेर्नुस्, दुईवटा अवस्था यसमा भने सुरुमा यहाँ भन्ने, यहाँ पहिलो अवस्थामा के भनेको छ क्वेसनले भने पहिलो अवस्थामा रु 18,000 सम्मको 11% ब्याज दरले भनेको छ। पहिलो अवस्थामा सावा पी = रु 18,000 लेखिन्छ। सावा पी = रु 18,000 अनि समय टी त पत्ता लगाउनु छ, त्यसलाई एक्स मानु भन्ने नि भइगयो, अथवा टी नै भने भइगयो नि, किन र हैन, टी नै भने भइगयो त। ब्याज दर दिएको छ तपाईलाई, ब्याज दर आर = कति दिएको छ त? ब्याज दर आर = 11%। अनि समय टी कति हो भनेर मागेको क्वेसनले, समय टी = 1। अब के भन्नुहुन्छ? हामीलाई थाहा छ यसको ब्याजलाई I1 भन्नु न। ब्याज I1 = हामीलाई थाहा छ भन्ने के त सूत्र अनुसार PTR/100। यहाँ ब्याज नै पत्ता लगाउनु पर्ने भनेको छ नि त क्वेसनले, ब्याजकै कुरा गरेको छ। P भनेको रु 18,000 इन्टु टी त पत्ता लगाउनु छ, आर भनेको 11 होल भागा 100। दुईटा 0 काटियो, यो 180 इन्टु 11 गर्दा तपाईलाई 1980 वटा टी, 1980 वटा टी, 1980 वटा टी भयो। अनि दोस्रो अवस्थामा भन्नुस्, यहाँ दोस्रो अवस्थामा चाहिँ के कुरा हो भने सावा पी बराबर रु 14,000, सावा पी बराबर रु 14,000 अनि ब्याज दर आर बराबर तपाईलाई प्रश्नले दिएकै छ। ब्याज दर आर भनेको 16% दिएको छ। पत्ता लगाउनु परेको चाहिँ समय टी = 1, समय टी = 1। अनि हामीलाई थाहा छ, के सूत्र थाहा छ त हामीलाई? त्यही साधारण ब्याजकै फर्मुला थाहा छ। हामीलाई थाहा छ ब्याज, यो ब्याजलाई I2 भनेर लेखौँ, दोस्रो ब्याज। फर्मुला त्यही PTR/100 नै भयो। P भनेको रु 14,000 इन्टु टी भनेको यहाँ पत्ता लगाउनु छ, आर भनेको 16 होल भागा 100। दुईटा 0 काटिन्छ अनि 14 इन्टु 16 गर्दा कति हुन्छ? 14 इन्टु 16, 14 इन्टु 16, दुईटा 0 काट्यो, 140 इन्टु 16 गर्नुहोस्। 140 इन्टु 16 गर्दा कति? 140 इन्टु 16 कहाँ गयो? 140 इन्टु 16 2240, 2240 वटा टी। त्यति गरेपछि प्रश्न अनुसार के भनेको छ हामीलाई भने I1 + I2 = त्यति पैसा। प्रश्न अनुसार I1 + I2 = रु 25,320।
I1 प्लस I2 इज रु 25,320। यो I1 भनेको 1980 वटा टी, 1980 टी प्लस I2 भनेको 2240 वटा टी इज इक्वल्स टु 2240 वटा टी इज इक्वल्स टु 25320। त्यसपछिको स्टेपमा यो जोड्ने काम गरौँ। 1980 र 2240 जोड्दा यसले हामीलाई दिन्छ 4220 और 4220 वटा टी इज इक्वल्स टु 25,320। अब यो 25,320 को भागामा हाल्ने, 25,320 भागा 4220 गरेपछि 25,320 भागा 4220 यसले दिन्छ 6 वर्ष। देयरफोर टी इज इक्वल्स टु 6 वर्ष। यति गर्नु भने अरु केही नि भने हैन। देयरफोर आवश्यक समय 6 वर्ष रहेछ। देयरफोर आवश्यक समय 6 वर्ष रहेछ भनेर यसरी हामीले सजिलै गर्न सक्छौं। केही पनि गाह्रो पर्दैन है। गाह्रो हुन्छ र गर्नलाई हुन्न। ल यस्तै क्वेशन तपाईहरुको लागि लेखौं, गरिन्छ। यस्तै क्वेशन लेखौं। कति 4 नम्बर क्वेशन 6 वर्ष भनेर निकाल्नु भएछ आन्सर सही हो। 4 नम्बर क्वेशन हेर्नु होला, म लेख्छु यहाँ के भन्छ भने यहाँ रु कति हजार राख्ने क्याल्कुलेटर थिचौं। रु 35,000 सावाको रु 35,000 सावाको 3 वर्षमा हुने ब्याज, 3 वर्षमा हुने ब्याज र रु 35,000 सावाको 3 वर्षमा हुने ब्याज र 3 PTR 3 वर्षमा हुने ब्याज भागा 100 र रु 48,000 सावाको रु 48,000 सावाको 4 वर्षमा हुने ब्याजको जम्मा योग, ब्याजको जम्मा योग रु कति र 48,000 छ हामीलाई कति रे 4 वर्ष। ब्याजको जम्मा योग रु 41,580 हुन्छ। 41,580 हुन्छ। यदि दुवै सामाको ब्याज दर एउटै भए, ब्याज दर कति रहेछ भनेर सोध्यो। ब्याज दर कति रहेछ यस्तो क्वेशनलाई गर्न सकिन्छ ढुक्कले। ब्याज दर कति रहेछ अरे, ब्याज दर कति रहेछ। अर्को क्वेशनमा जाउँ। रु 35,000 सामाको 3 वर्षमा हुने ब्याज र रु 48,000 सामाको 4 वर्षमा हुने ब्याजको जम्मा योग रु त्यति हुन्छ। यदि दुवै सामाको ब्याज दर एउटै भयो भनेको ब्याज दर आर चाहिँ दुईटै अवस्थाको सेम हो। 5 नम्बर क्वेशन हेर्नु होला है। 5 नम्बर क्वेशन यो पटक पटक सोधिराख्ने टाइपमा पर्छ। यस्तो खालको प्रति रुपैयाँ प्रति 8 महिनाको ब्याज, प्रति रुपैयाँ प्रति 8 महिनाको ब्याज 6 पैसा, प्रति रुपैयाँ प्रति 8 महिनाको ब्याज 6 पैसा भए ब्याज दर कति रहेछ। ब्याज दर कति रहेछ एउटा पाठ। सोही ब्याज दरमा रु 27,000 सामाको सोही ब्याज दरमा रु 27,000 सामाको 6 वर्षको मिश्रधन कति हुन्छ। 6 वर्षको मिश्रधन कति हुन्छ।
अब यसमा पनि दुईवटा केसहरू छन्। यो ब्याजको प्रश्न सोध्ने भनेकै प्राय दुईवटा केसहरू हामीलाई सोध्ने हो, दुईवटा। यो देखाउनु भन्ने कुरा चाहिँ समस्या हुन्छ तपाईँलाई। 3 नम्बर क्वेसन देखाउनु भन्नुभयो, 3 नम्बर र 4 नम्बर उस्तै हो। 3 नम्बर यो हो, 4 नम्बर यहाँ 3 मा चाहिँ टी पत्ता लगाउनु थियो, अनि 4 मा चाहिँ तपाईँले आर पत्ता लगाउनु छ, आर पत्ता लगाउनु छ, आर एउटै हो भनेको छ, आर एउटै हो भनेको छ। अब 5 मा हेर्नुहोस् त, यो प्रश्नमा दुईवटा केसहरू, यो प्रश्नमा तपाईँलाई दुईवटा केस, प्रति रुपैयाँ प्रति 8 महिनाको ब्याज 6 पैसा भए ब्याज दर कति, एउटा केस। त्यो ब्याज दर जति आउँछ त्यसैलाई लगेर राखेर अर्को मिश्रधन पत्ता लगाउनु। अब यहाँ चाहिँ के छ भने पहिलो अवस्थामा यो सावा रुपियाँमा दिएछ, ब्याज पैसामा दिएछ, एउटैमा बदल्नुपर्छ, एउटैमा बदल्नुपर्छ। सुरुमा पहिलो अवस्थामा भनेर लेखौँ। पहिलो अवस्थामा के हो भने एउटैमा बदल्नुपर्ने, एउटैमा बदल्नुपर्ने। हेर्नुहोस् यहाँ, यो रुलाई पैसामा बदल्दै भइगयो नि, सावा पी बराबर रु 1, सावा पी भनेको रु 1, 1 रुपियाँ भनेको 100 पैसा, कति पैसा अरे 100 पैसा। 1 रुपियाँ भनेको तपाईँलाई कति पैसा भयो त, 100 पैसा भयो भन्ने बुझ्नुहोस्। 100 पैसा हो नि त 1 रुपियाँ भने, पी 100 पैसा भन्ने बुझ्यौँ। कति पैसा अरे 100 पैसा भनेर बुझ्यौँ होइन र, 100 पैसा। के भन्नुभएको छ कमेन्टहरू, किन 100 पैसा, किन 100 पैसा? खासमा 1 रुपियाँ यो पैसा छ, ब्याज, ब्याज पनि पैसामा छ, त्यही भएर पैसामा बदल्यो। अनि समय कति दिएछ तपाईँलाई, समय टी बराबर 8 महिना दिएछ, ब्याज दर जहिले पनि वार्षिकमा हुने भएको हुनाले यसलाई पनि हामीले वर्षमा लगाउनु पर्यो। 8/12 वर्ष, महिनालाई वर्षमा लगाउन 12 ले भाग, 4 ले कट्यो, 2/3 वर्ष। हामीले महिनालाई वर्षमा बदल्यौँ। समयलाई जहिले पनि केमा बदल्नै पर्ने हो तपाईँले, वर्षमा बदल्नै पर्ने हो। समयलाई वर्षमै बदल्नु पर्ने भएको हुनाले वर्षमा बदल्नु। अनि त्यसपछि आएर हेर्नुहोस् है, समय टी बराबर त्यति, अनि के दिएछ, ब्याज पनि दिएछ क्वेसनले। ब्याजलाई हामीले आईले जनाउँछौँ, आई इज इक्वल्स टु 6 पैसा। अब यहाँबाट ब्याज दर पत्ता लगाउनु छ। पहिलो अवस्थाबाट ब्याज दर आर इज इक्वल्स टु वाट भनेर लेख्यौँ। हेर्नु होला यहाँ, पहिलो अवस्थामा प्रति रुपियाँ भनेको 1 रुपियाँलाई 8 महिनासम्म बचत गर्दा 6 पैसा ब्याज पाउने भन्यो नि। यो सावा रुपियाँमा छ, ब्याज पैसामा छ। हामीले के तरिका लगायौँ, यो रुपियाँलाई पनि पैसामा बदल्यौँ, 100 पैसा हो। अनि समय 8 महिनालाई वर्षमा लग्न 12 ले भाग गर्यो, 2/3 वर्ष, ब्याज दियो। अनि हामीलाई थाहा छ लेख्ने कि त सूत्र अनुसार लेख्ने, कि त हामीलाई थाहा छ भन्नुहोस्। यहाँ एकजना भाइले सोध्दै हुन्थ्यो विकेटी लेख्न पाइँदैन सर भन्नु, वी नो द्याट रे। नेपाली इङ्ग्लिस मिसाउन चाहिँ पाइयो, तर यसरी सर्ट फर्ममा विकेटी लेख्न भएन। यो लेख्यो भने हेर्नुहोस् त, त्यो चेक गर्ने मान्छेलाई कति इरिटेट फिल हुन्छ होला, ए सर्टकट हान्न खोजेको यसले भनेर हुन्छ नि तपाईँहरूको। यो यस्ता यस्ता लेख्नु, यो सर्ट फर्ममा लेख्ने बानी नगर्नुहोस्, किनभने यो जो कपीहरू चेक गर्ने हुन्छ नि, त्यो चेक गर्ने मान्छे भनेको एकदम पुरानो जमानाको मान्छे हो क्या, तिनीहरू एकदम पुरानो जमानाका मान्छेहरू चेक गर्छ। किनभने त्यो रिटायर्डवालाले चेक गर्ने हो, एकदम रिटायर्ड खुर्सदिलो मान्छेले। अब हाम्रो यो अहिले नयाँ जमानामा यस्ता यस्ता ट्रेन्ड हुन्छ नि, यो सर्ट फर्ममा लेख्ने, स्ल्याङहरू युज गर्ने, सर्ट फर्ममा लेख्ने के हुन्छ नि, त्यस्तो गरेपछि उसलाई इरिटेट फिल भइहाल्छ, मार्क्स कटिहाल्छ। जे होस् एकदम सुरक्षित हुने तरिकाले सल्भ गर्नुपर्छ। तपाईँले लेखेका शब्दहरूले पनि असर पर्छ, त्यहाँ चेक गर्ने मान्छेलाई जे शब्द प्रयोग गर्नुहुन्छ नि त्यो शब्दहरूले पनि असर गर्छ क्या त्यहाँ। अब स्ल्याङ युज गर्यो, छोटो युज गर्यो, के युज गर्यो भन्ने बित्तिकै उसले मार्क्स कति त हाल्ने हो, ऊ त उसको हातमा छ होइन। त्यसपछि एकदम सिस्टमेटिक तरिकाले एकदमै ऊ तरिकाले गर्नु पर्यो। हामीलाई थाहा छ आर इज इक्वल्स टु आई इन्टु 100 होल अपन पी इन्टु टी। आई भनेको हामीसँग कति छ, 6, 6 इन्टु 100 होल भागा पी भनेको 100 इन्टु टी भनेको
2/3 यो 3 माथि जान्छ 100 काटिन्छ 6 × 3/2 2 ले 3 पटक 9% आयो यो पहिलो अवस्थाबाट ब्याज दर 9% आएपछि यसैलाई दोस्रो अवस्थामा राख्ने दोस्रो अवस्थामा भन्नुस् अब यहाँ आएर दोस्रो अवस्थामा के कुरा छ सोही ब्याज दरमा 27,000सम्मको 6 वर्षको छ दोस्रो अवस्थामा ब्याज दर आर इज इक्वल्स टु ब्याज दर आर इज इक्वल्स टु 9% ब्याज दर आर इज इक्वल्स टु 9% अनि सावा पी इज इक्वल्स टु रु कति हजार 27,000 सावा पी इज इक्वल्स टु रु 27,000 अनि समय टी बराबर कति दिएको छ दोस्रो अवस्थामा हेर्नुस् त क्वेशनले 6 वर्ष 6 वर्ष पत्ता लगाउनु परेको चाहिँ मिश्र धन ए इज इक्वल्स टु गिभन कुरा यो सबै लेख्नुपर्ने कारण चाहिँ सूत्र लगाउने हुनाले मिश्र धन ए इज इक्वल्स टु वाट अनि हामीलाई थाहा छ कि त सूत्र अनुसार कि त वी नो दैट बाइ द फर्मुला इंग्लिश नेपाली घुसाउन चाहिँ पाइयो तर छोटोमा लेख्न चाहिँ पाइएन विकेटी भन्नुभयो नि अघि एकजना भाइले विकेटी वी नो दैट त्यो नलेख्नुस् त्यस्तो त तपाई भए पनि त्यो चेक गर्दाखेरि इरिटेट फिल हुन्न त के चाहिँ लेख्दैछ भनेर इरिटेट फिल हुन्न र त्यस्तो गर्नुहुन्न we know that a is equals to p bracket 100 plus tr whole upon 100 अब भ्यालु राख्ने हो p भनेको हामीसँग रु 27,000 100 प्लस t भनेको कहाँ छ खै t भनेको कति वर्ष t भनेको 6 6 × 9 होल भागा 100 दुईटा 0 0 काटिन्छ रु 270 100 प्लस 6 9 54 अनि यो रु 270 × 6 9 54 154 इज इक्वल्स टु रु कति हो त यो गुणन गर्दाखेरि 254 गर्दाखेरि कति आयो 41,580 41,580 रु 41,580 अन्तिममा लेख्ने पनि तपाईले देयरफोर ब्याज दर त्यति रहेछ देयरफोर ब्याज दर 9% रहेछ र मिश्र धन यति रहेछ त्यति हुन्छ र मिश्र धन रु त्यति हुन्छ मिश्र धन रु 41,580 हुन्छ भनिन्छ मिश्र धन रु 41,580 हुन्छ हेर्नुस् है यहाँ यो महत्त्वपूर्ण क्वेशन हुन्छ छोटो भए तापनि प्रति रुपैयाँ प्रति 8 महिनाको ब्याज 6 पैसा पहिलो अवस्थामा सावा पी बराबर रु त्यसलाई पैसामा बदल्यो 100 पैसा 1 रुपैयाँमा 100 पैसा किनभने यहाँ ब्याज पनि पैसामै छ 8 महिनालाई वर्षमा बदल्नु पर्यो किनभने ब्याज दर जहिले पनि वार्षिकमा हुन्छ वर्षमा 12 ले भाग गरेपछि 2/3 वर्ष ब्याज 6 पैसा ब्याज दर वाट हामीलाई थाहा छ r इज इक्वल्स टु i * 100 होल अपन p * t मान राख्यौं 6 × 100 100 × 2/3 100 र 100 काट्यो 3 माथि गयो 6 × 3/2 2 ले 3 पटक 9% दोस्रो अवस्थामा त्यही ब्याज दरबाट सावा 27,000 प्रयोग गरेर 6 वर्षको मिश्रधन वाट हामीलाई थाहा छ मिश्रधनको सूत्र लगायौं भयो एउटा गर्नु होला आफूले गर्नुपर्छ आफूले नगरी हुन्न है यो म्याथ भनेको त जति गर्यो त्यति तपाईलाई सजिलो लाग्दै जान्छ नत्र गाह्रो हुन्छ प्रति रुपैयाँ एकदम सामान्य हुन्छ ब्याजका हिसाबहरु ख्याल गर्नु होला प्रति रुपैयाँ प्रति 4 महिनाको ब्याज प्रति रुपैयाँ प्रति 4 महिनाको ब्याज 5 पैसा भए ब्याज दर कति रहेछ प्रति रुपैयाँ प्रति 4 महिनाको ब्याज 5 पैसाको ब्याज दर कति रहेछ अनि सोही ब्याज दरमा रु 48,000 सावाको 4 वर्षको मिश्रधन कति हुन्छ 4 वर्षको मिश्रधन कति हुन्छ 4 वर्षको मिश्रधन कति हुन्छ भन्छ
ल यो क्वेसनलाई गर्नु होला। अब बाँकी बच्चेको भोलि गर्दै जाउँला। भोलि साधारण ब्याजको धेरैवटा टाइपहरू पक्कै गर्छौँ होइन र। साधारण ब्याजको धेरैवटा टाइप हामीले गर्छौँ। ल आजको लागि ब्याजको पाठ यति नै गरौँ है त। ल अब यो 8 बजेको क्लासमा चाहिँ हाम्रो रेसियो भइरहेछ। 8 बजेको रेसियो भइरहेछ। तपाईँहरू रेसियो पढ्नको लागि बाँकी छ, पढ्छु फेरि पनि भन्यो भने पढ्नु होला है। ल 8 बजेको के भन्नुभयो सर? फ्राइडेको मोडल क्वेसन सेन्ड गरिदिनु न प्लिज। फ्राइडे केही पनि भएन यो फ्राइडेमा। यो फ्राइडे केही पनि भएन। तपाईँलाई यो फ्राइडे केही पनि भएको थिएन है।